आज मुटु भारी भएको छ। हाम्री राष्ट्रिय टिमकी कप्तान सवित्रा भण्डारी 7 हप्तादेखि मैदान बाहिर छिन्। यो सामान्य चोट होइन। एसिएल र एमसिएल दुवैमा गम्भीर चोट, फेरि शल्यक्रिया, फेरि लामो 7-8 महिनाको रिह्याब। पहिले चोट लाग्दा अल नेपाल फुटबल एसोसिएसन एन्फाले साथ दिएको थियो, त्यसैले उनी समयमै फर्किन सकिन्, मानसिक रूपमा पनि बलियो भइन्। तर यसपटक भने अवस्था फरक देखियो। प्रतिज्ञा धेरै भए तर प्रक्रिया अघि बढेन। अन्ततः आफै मिलाउनुहोस् भन्ने जवाफ आयो। सोच्नुस् त, देशका लागि इजरायल, फ्रान्स, न्युजिल्यान्ड, अस्ट्रेलियासम्म खेलेकी खेलाडी जसले हरेक खेलमा नेपालको झण्डा उचालिन्, आज उपचारका लागि सार्वजनिक सहयोग माग्न बाध्य छिन्। उपचारको अनुमानित खर्च करिब $80,000 भनिएको छ। यो केवल पैसाको कुरा होइन, यो हाम्रो खेलप्रतिको जिम्मेवारीको कुरा हो। यदि राष्ट्रिय टिमको कप्तानले यस्तो सङ्घर्ष गर्नुपर्छ भने अन्य खेलाडीको अवस्था कस्तो होला? साम्बा, तपाईँ थाक्नु भएको होला, तर हामी तपाईँलाई हार्न दिने छैनौँ। हामीलाई फेरि तपाईँकै गोलसँगै नेपाल नेपाल भनेर चिच्याउन मन छ। छिटो निको भएर फर्किनुहोस्। देश तपाईँको साथमा छ।